AI is going to be integrated in our day-to-day life within next 10 to 20 years. I think it is the next gold rush like internet and electricity. So we must learn to use AI tools and to learn more about AI, how it works, to be more productive and to be more efficient. Hi, my name is Bimal Bike. Today I am going to tell you new AI tools which is essential for everyone from student learners to working professionals. So watch this video till the end to learn about that tools and to learn how to use that tools to be more productive. So without any delay, let's get started. बेसिकली त्यो एआई टुलको नाम चाहिँ गुगलको नै एआई टुल्स हो। नाम चाहिँ नोटबुक एलएम। सिम्पली गुगलमा जाने अनि त्यसपछि NOTE नोटबुक एलएम भनेर सर्च गर्ने अनि त्यसपछि फर्स्ट लिङ्कमा क्लिक गर्ने अनि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ हजुरहरूले। वाउ, व्हाट अ ब्युटिफुल ट्यागलाइन, थिङ्क स्मार्टर नट हार्डर। त्यसपछि यहाँ हल्का तल स्क्रोल गर्ने त्यसपछि ट्राई नोटबुक एलएममा क्लिक गर्ने अनि त्यसपछि हजुरहरूले यो इन्टरफेस देख्न सक्नुहुन्छ। अनटाइटल नोटबुकमा क्लिक गर्ने अनि त्यसपछि यहाँ अपलोड सोर्समा चाहिँ हजुरहरूले कस्तो कस्तो फाइलहरू अपलोड गर्न सक्नुहुन्छ भन्दा गुगल ड्राइभदेखि डकुमेन्टहरू, स्लाइड्सहरू अनि त्यसपछि लिङ्क, युट्युबदेखि लिङ्क अनि कुनै वेबसाइटको लिङ्क अनि कपी टेक्स्ट कपी पेस्ट गर्न मिल्ने रहेछ। त्यसपछि मैले यहाँ अपलोड सोर्समा क्लिक गरेँ अनि त्यसपछि एआईदेखि एआईकै बारेमा बुझौँ न। मैले एउटा डकुमेन्ट डाउनलोड गरेर राखेको छु इन्ट्रोडक्सन टु एआईको बारेमा। यसमा सिम्पली क्लिक गरेँ अनि एकछिन यहाँ डकुमेन्ट अपलोड हुन टाइम लाग्छ। देख्न सक्नुहुन्छ मेरो डकुमेन्ट चाहिँ अपलोड भइसक्यो। अब चाहिँ मलाई यो डकुमेन्टदेखि के बुझ्न सकौँ, टपिकको बारेमा बुझ्न सक्नु मलाई एआईको बारेमा बुझ्न मन लाग्यो। वाट इज सिम्पली च्याट सेक्सनमा जाने अनि त्यसपछि यहाँ च्याट बक्समा जाने अनि वाट इज एआई इन 50 वर्ड्स भनेर सर्च गरेँ मैले। इन्टर गरेँ, देख्न सक्नुहुन्छ यो चाहिँ वाट इज एआई, एआईको इन्ट्रोडक्सन दियो यसले 50 वर्डमा। यसले चाहिँ आफै एक्सप्लेन नगरेर चाहिँ त्यो डकुमेन्टलाई बेसिस मानेर चाहिँ एक्सप्लेन गर्छ। अनि त्यसपछि यो त भयो च्याट सेक्सनको बारेमा। त्यो हामीले अपलोड गरेको डकुमेन्टदेखि एउटा नोट पनि बनाउन सक्छौँ। अनि त्यसपछि पोडकास्ट भयो एउटा, त्यसपछि अर्को चाहिँ माइन्ड म्याप पनि क्रिएट गर्न सक्छौँ क्या। एकचोटि माइन्ड म्याप क्रिएट गरेर हेरौँ है। माइन्ड म्यापले चाहिँ एकदम सजिलो बनाइदिन्छ कि त्यो पुरै कोर्सको पुरै डकुमेन्टको स्ट्रक्चरलाई बुझ्न। एकचोटि माइन्ड म्यापमा क्लिक गरेर एकचोटि माइन्ड म्याप क्रिएट गरेर हेरौँ है त। देख्न सक्नुहुन्छ मेरो माइन्ड म्याप चाहिँ क्रिएट भइसक्यो। अब यसमा स्टुडियो साइडमा जाने अनि त्यसपछि माइन्ड म्यापमा क्लिक गर्ने। देख्न सक्नुहुन्छ माइन्ड म्याप क्रिएट भइसक्यो। आर्टिफिसियल इन्टेलिजेन्स रिलेटेड सुरुमा आर्टिफिसियल इन्टेलिजेन्स टपिक भयो अनि त्यसपछि इन्ट्रोडक्सनमा हेरौँ है त। इन्ट्रोडक्सनमा छ इन्ट्रोडक्सनमा छ हाम्रो ब्रिफ हिस्टोरी अफ एआई, एआईको बारेमा ब्रिफ हिस्टोरी छ। अनि त्यसपछि ग्लोबल इन्ट्रेस्ट नाउ, मल्टी युज टेक्नोलोजी, डेफिनेसन अफ एआई, एआईको की कम्पोनेन्ट्सहरू एकदम डिपमा पनि जान मिल्छ क्या माइन्ड म्यापदेखि चाहिँ। कुनै कुराको बारेमा डिपली बुझ्नु छ भने सिम्पली माइन्ड म्याप बनाउने अनि त्यसपछि पढ्ने। त्यसपछि अल्गोरिथमको बारेमा, ब्रेन्स अफ एआई, ट्रेडिसनल प्रोग्रामिङ, आर्टिफिसियल इन्टेलिजेन्स, ट्रेनिङ टेक्निक्स अनि त्यसपछि
डेटाको बारेमा, कम्प्युटिङ पावर, टाइप्स अफ आर्टिफिसियल इन्टेलिजेन्स, जेनेरेटिभ एआई, अनि त्यसपछि ग्लोबल डिजिटल डिभाइस एन्ड एआई स्किल, माइन्ड म्याप क्रिएट गर्ने चाहिँ यसरी हो। अनि हजुरहरूले चाहिँ यही डकुमेन्टदेखि फेरि एउटा पोडकास्ट पनि जेनेरेट गर्न सक्नुहुन्छ के। यसमा चाहिँ दुईवटा होस्टले चाहिँ एकअर्कामा बोलेर चाहिँ त्यो टपिकको बारेमा एक्सप्लेन गर्छ। ल जेनेरेट गरेर हेरौँ है त। यता स्टुडियोमा जाने, स्टुडियो सेक्सनमा, अनि त्यसपछि यहाँ डिप डाइभ कन्भर्सेसन टु होस्ट इङ्ग्लिस ओन्ली लेखेको देख्न सक्नुहुन्छ। यसमा जाने एउटा कस्टमाइज छ, एउटा जेनेरेट छ। मैले चाहिँ यहाँ जेनेरेटमा क्लिक गरेँ। केही समय लाग्छ यो पोडकास्ट चाहिँ जेनेरेट हुन। यसमा चाहिँ दुईवटा मान्छेले चाहिँ त्यो टपिकको बारेमा एकअर्कासँग कुरा गर्छन् के। पोडकास्ट देख्न सक्नुहुन्छ, जेनेरेट भइसक्यो। सुनौँ है त। Something can seem like it's been building slowly, and then all of a sudden it feels like it's everywhere. Yeah. I mean, that Hemingway quote, it happened gradually, then suddenly, Right. that one. Yeah. देख्न सक्नुहुन्छ। यति इन्ट्रेस्टिङ छ कि 29 आधी घन्टाको, लगभग आधी घन्टाको पोडकास्ट जेनेरेट भइसक्यो। हामीले चाहिँ यिनी दुईजना कुरा गर्दा गर्दै चाहिँ क्वेसन गर्न सक्छौँ, यिनीहरूसँग कुरा पनि गर्न सक्छौँ क्या। यहाँ देख्न सक्नुहुन्छ इन्टरेक्टिभ मोड भनेर, यसमा क्लिक गरौँ है त। अनि यहाँ प्ले अडियो गर्ने। It really is amazing how something can seem like it's been building slowly, अब यहाँ and then all of a सिम्पली sudden जोइनमा it क्लिक feels like it's everywhere. Yeah. Oh, wait, someone wants to join. Hey, go for it. Could you tell me what are you going to explain about in this document? Oh, absolutely. Thanks for chiming in. We're just getting started, and we're so glad you asked. Today, we're diving into the fascinating world of artificial intelligence. Exactly. We're going to unpack what AI actually is. We'll explore its history, from its early beginnings to the buzz it's creating now. And we'll also be looking at the different types of AI that exist. So we're going to cover the what, the where it came from, and the different kinds. We'll be using a really interesting report as our guide. It's called Introduction to Artificial Intelligence Technology Guide for Travel and Tourism Leaders. Yes, it's a recent report from January 2024. Put out by the World Travel and Tourism Council in partnership with Microsoft. It's all about helping leaders understand AI. And we thought it would be a great way to introduce you to the topic as well. देख्न सक्नुहुन्छ यति मजाको बनाइदिएछ। हामीलाई अब पढ्नको लागि एउटा टिचर पनि चाहिन्न कि। सिम्पली यस्ता युट्युब एआई टुल्सहरू युज गर्ने अनि पढ्न सकिन्छ कि। अनि हजुरहरूले चाहिँ त्यो जेनेरेट भएको पोडकास्टलाई चाहिँ डाउनलोड पनि गर्न सक्नुहुन्छ अनि सेयर पनि गर्न सक्नुहुन्छ। So this much for today. Hope this video will help you in your learning process, and if you got some value out of this video, you can simply like, comment, share and subscribe my channel if you want to know more tools and technique to boost your productivity and to move forward in life. And you can say on what topic I have to make my next video. I'll surely think about that and will make video on that topic. And stay tuned for my next masterpiece. Till then,